गुड मर्निङ। आज चाहिँ म नयाँ किसिमको भिडियो बनाउन जाँदैछु। नर्मली नेपालबाट अमेरिका आएपछि कस्तो खाले लाइफ हुन्छ त हाम्रो भनेर हामीले अब नेपाल हुँदाखेरि के सोचेका हुन्छौँ, ओके लाइफ इन युएसए कत्रा होला, कस्तो हुन्छ, यस्तो हुन्छ, उस्तो हुन्छ भनेर सोचेका हुन्छ। एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ कस्तो छ भन्दाखेरि यस्तो छ, बिहानको अराउन्ड अहिले 5:15 भएको छ अनि म चाहिँ कामतिर जाँदैछु। काममा जानलाई चाहिँ अराउन्ड 44 मिनट्स लाग्छ, 33 माइल। अनि प्लस हाम्रो चाहिँ यो ठाउँमा चाहिँ अब गाडी नै चाहिन्छ क्या, इन्डिभिजुअल पर्सनलाई एकजनालाई एउटा गाडी नै चाहिन्छ टेक्ससमा भएको हुनाले। किनभने सबै स्टेटको अलग अलग हुन्छ, ताकि अब कुनै स्टेटमा चाहिँ पब्लिक ट्रान्सपोर्टेसनहरू हुन्छ र चाँडै अब मेट्रोहरू लियो भने चाँडै पनि पुगिन्छ काममा। यहाँको लागि टेक्ससको लागि चाहिँ अब पब्लिक ट्रान्सपोर्टेसनहरूमा डिपेन्ड गर्न मिल्दैन। अराउन्ड यो 33 माइल्स भनेको अब किलोमिटरमा लाँदाखेरि अराउन्ड 50-60 किलोमिटर भनौँ न, त्यति हुन्छ। अनि त्यति ट्राभल गरेर जान्छु अब पब्लिक ट्रान्सपोर्टेसन हो भन्यो भने त 2-3 घन्टा लाग्छ कताबाट घुमेर जानुपर्ने हुँदाखेरि। त्यसो गर्दा त काममा जानु भ्याइएन। त्यही भएर मैले चाहिँ एउटा सानो मेमोरी क्रिएट होस् मेरो भ्लगमा भनेर पनि मैले चाहिँ सानो भ्लग बनाउँछु। अब म 43 मिनट्समा काममा पुग्छु अनि मेरो दिन कसरी बित्छ भन्ने कुरा पनि म देखाउँछु। लाइक अब स्टार्ट विथ 5:15 इन द मर्निङ, 5:15 AM मा म अब ड्राइभ गरेर जाँदैछु काममा। र अब डिपेन्ड अन योर नेचर अफ वर्क कति घन्टा काम गर्ने हो। म चाहिँ आज 10 घन्टा काम गर्न जाँदैछु। 10 आवर्सको काम सुरु हुन्छ मेरो 6 बजेदेखि 6 to around 4:30-5 o'clock मेरो काम एन्ड हुन्छ। त्यसपछि म फेरि ड्राइभ होम गर्छु। अनि कस्तो रह्यो त मेरो दिन भनेर पनि अहिले म घर फर्किँदाखेरि पनि एक्सप्लेन गर्छु। र मेरो घर फर्किँदाखेरि ड्राइभ होम कति मिनट्सको हुनेछ त्यो पनि हेर्नेछु। नाइटमा जाँदैछु, बिहानको अर्ली मर्निङ नाइट, early morning drive goes like this. भजन सुन्दै जाँदैछु म। बिहान अब अलिकति माइन्ड फ्रेस, डे स्टार्ट्स गुड भनेर भजन सुन्दै जाँदैछु म। भजन सुन्दै जाँदैछु, ड्राइभिङ। यहाँ चाहिँ स्कुल लाइफ याद आउने क्या, बच्चा बेलाको। कस्तो भन्दा अब लन्चको लागि पनि अब त्यो पिज्जा बर्गरमा डिपेन्ड हुन नसकिने। अनि घरबाटै यसो फ्राई राइसहरू खाना बनायो, ओऱ्यो, चाउमिनहरू के बनायो, मोमो बनायो अनि लिएर गयो। एन्ड सेम थिङ रिपिट भइरहन्छ। अब आएर काममा गयो, ब्याक होम, घर आयो, खायो, ओऱ्यो, भोलिलाई फेरि लन्चहरू प्रिपेयर गर्यो। किनभने बिहानै उठेर अब हुन्छ सक्नेले बिहानै उठेर गर्दा पनि सकिन्छ, तर म चाहिँ अब सक्दिनँ बिहानै उठेर गर्नलाई। त्यही भएर राति नै लन्च हालेर सुत्छु। सो बिहानै लन्च र अब पानीको वाटर बोतल लानु छ भने लग्यो, नभए अब काममै पनि पाइन्छ पानी, त केही भएन। एज इफ लाइफ यस्तै बिजी लाइफ जस्तो हुन्छ। यहाँ चाहिँ दिन
टाइम बितेको एकदम थाहा नहुने क्या युएस आएको ल 3 वर्ष भएछ 4 वर्ष भएछ 5 वर्ष भएछ भन्ने हुन्छ क्या 3-4 वर्ष पुगिसकेपछि त हो यत्रो भयो है म आएको भने जस्तो अनि लाइफ चाहिँ ओहो गाडी छ कस्तो राम्रो बाटो हरेक कुरा राम्रो छ भने चाहिँ अब लाइफ बिजी छ बट त्यो होइन कि आइ एम नट ह्याप्पी म चाहिँ ह्याप्पी छु आइ एम ह्याप्पी विथ दिस लाइफ बट अब त्यो अब एक्सपेक्टेड लाइफ र रियल लाइफ कस्तो देखिन्छ भनेर चाहिँ मैले आफ्नो मेमोरीलाई चाहिँ सँगाल्दै लानको लागि चाहिँ यो सानो भिडियो क्लिप बनाइरहेको छु आज ओके हेडिङ वर्क अराउन्ड 28 मिनट एस्टिमेटेड टाइम छ अब 28 मिनटमा पुगिहाल्छु म फाइनल्ली म चाहिँ अब 40-45 मिनट ड्राइभ गरेर अब पार्किङ लटमा आइपुगेँ काममा अब भित्र जाने हो त्यसपछि असभ्य भाषामा भन्दाखेरि घन्टा हानेर आउने हो त्यही नै भनिन्छ है अब एज अ होल लाइफ राम्रै छ लाइफ ओके छ यहाँ नेपालमा अलिकति गाह्रो छ धुवा धुलो गाडी चढेर हिँड्न सबै कोहीलाई पोसिबल हुँदैन अहिले घर घरमा मोटर बाइक त भइ नै हाल्छ नेपालमा तर अब गाडी नै चाहिँ अलिक गाह्रै हुन्छ नि त अनि युएस बसेर अलिकति मिस गर्ने पार्ट चाहिँ कामबाट आयो कहिलेकाहीँ यसो साथीभाइसँग ल नि त बाहिर जाउँ चिया खाउँ मोमो खाउँ नि त आज भनेर जुन सोसियल लाइफ हुन्छ त्यो सोसियल लाइफ चाहिँ अलि हुँदैन यहाँको अब भाइब्सहरू अलिक फरक छ भने जस्तो ठाउँमा टक्क नजिकै त्यस्तै खाले रेस्टुरेन्ट सानो चट्ट परेको बजेटेड सपहरू हुँदैन प्लस चाडबाड आयो भने त्यो चाडबाड पनि मिस हुन्छ जुन भाइब्स नेपालमा हुन्छ त्यो भाइब्स अभियसली यहाँ हुँदैन जति रिलेटिभ नेपालमा हुन्छ त्यति रिलेटिभ्स अब यहाँ हुँदैन हो खोज्यो भने कहाँ कता स्टेटमा हुन्छ त्यो त्यसरी ट्राभल गर्न पोसिबल हुँदैन यहाँ ठिक छ अब म घन्टा हान्न गएँ I'll be right back after 10.5 hours जस्तो त्यसपछि म घर जानुभन्दा अगाडि सुरु गर्छु छोटो क्लिप्स until I am home अनि यही नै हो रियल लाइफ भर्सेस एक्सपेक्टेड लाइफ इन युएसए भनेको अब के सोच ओके यो त यस्तो हुन्छ उहाँ त यस्तो हुन्छ उहाँको मान्छे रमाइलो हुन्छ उहाँ यस्तो काम पनि राम्रो हुन्छ भन्ने हो काम सबैतिर एउटै हो वी वर्क फर सर्भाइभल अब खानको लागि बाँच्नको लागि काम गर्ने सबैतिर काम गर्ने तरिका एउटै हो जस्ट कहाँ हुनुहुन्छ तपाईँहरू भन्ने कुरामा डिपेन्ड भयो जस्तै म यहाँ छु र मेरो मेमोरीको लागि मैले यो भिडियो बनाएँ लाइक जति सजिलो नेपालमा हुन्छ नि यहाँ बाहिर अलि हुँदैन किनभने बिहान उठ्नुपर्ने हुन्छ कसैको नाइट सिफ्ट हुन्छन् कसैको के हुन्छ अब नेपालमा त नर्मली 9 बजेबाट सिफ्ट सुरु हुन्छ 9-10 बजेबाट बिहान अनि जस्ट अर्ली मर्निङ उठ्नु पर्दैन नि त अब कलेज स्कुल गएको जस्तो पुरै झोला बोकेर हो यहाँ चाहिँ टिफिन बोतलहरू बोकेर हिँड्नु पर्यो बोतलहरू टिफिन बोकेर हिँडिरहेको छु अब अहिले ल कामबाट अब निस्केँ म आज 10 घन्टा हानियो करिब 4:30 बज्यो बिहान पनि त्यतिखेरै जस्तो हिँडेको थियो बिहान 45 मिनट ड्राइभ गरेर आयो गर्मी छ पुरै वेदर राम्रो छ बाहिर एभ्रिथिङ लुक्स गुड बाहिर राम्रो छ वेदर अब घरतिर लाग्ने हो ड्राइभ होम चाहिँ कति छ भन्दाखेरि एराइभल टाइम 6 बजे पुगिन्छ 1 घन्टा 24 मिनट भनेको अब
बिहान चाहिँ निन्द्रमा आयो अब घर फर्किँदा चाहिँ थकाइ लागेर टायर्ड भएर गयो नि भयो जाम छ पुरै जाब 36 माइललाई 1 hour 24 minutes अब मजाले गाना सुन्दै मजाले जानुपर्छ ड्राइभ गर्दै भिडियो बनाउनु त मिल्दैन म रोकेको बेलामा छिनछिनमा भिडियो हाल्छु लाइफ रमाइलो छ बट बिजी लाइफ छ अमेरिकन बिजी लाइफ आजको अब म घर सुन्नु लागिसक्यो त्यो गर्मी थिएन वेदर बिहान हेर्दाखेरि वेदरको एपमा अहिले एउटा 90 हुँदा देखाइरहेको छ एकदमै गर्मी छ सबैभन्दा वर्स्ट पार्ट चाहिँ जाम यहाँ पनि हुन्छ कि मलाई चाहिँ त्यो नेपालको पहिला अब काममा जाँदाखेरि कता कोटेश्वरमा यस्तो जाम हुन्छ नि त्यो जडीबुटी कोटेश्वरको जाम चल्न एकदम गाह्रो हुन्छ जस्तै सेम छ त्यस्तै फिल हुन्छ क्या कहिले आएर न अलिकति कामबाट टाढा बसेर पनि हो कि क्यामेरा होल्ड गरेर तिर छोडिदिएँ मजाले ड्राइभ गरेँ न आज घर जाने डेली रुटिन भनेको गएर आज साँझ खाना खायो अथवा लाइट खानेकुराहरू खायो दिउँसो अब खाना खान्छ भने नर्मली म बेलुका खाँदैन भोलिलाई त अब खाना रेडी गर्नु परिहाल्यो भोलिलाई पनि खाना प्रेप गऱ्यो अनि खाना टिफिनमा हाल्यो लोड गऱ्यो अनि फेरि सुत्यो फेरि भोलिको रुटिन यसै गरी सुरु हुन्छ ब्याक फेरि काममा आयो बिहानै त्यसपछि बेलुका यतिखेर साँझ फर्क्यो अहिले चाहिँ नर्मल्ली 5 बज्यो साँझको अहिले चाहिँ अब युएसमा डेलाइट सेभिङ भनेर टाइम चेन्ज हुन्छ टाइम जोन यहाँको चाहिँ अनि त्यही भएर अहिले चाहिँ करिब 8 बजीसम्म उज्यालै हुन्छ 8 बजीतिर अँध्यारो हुन्छ अहिले नर्मली अहिले अप्रिलको महिना छ अलि पछाडि समरतिर त अझ 8:30-9 बजेसम्म उज्यालो हुन्छ चाँडै सुत्नुपर्ने मान्छेहरू त भोलि बिहानै काम हुनेहरू त पर्दा लगाएर 9 बजीतिरै उठाउँदैहरू बनाएर सुत्नुपर्ने दिनहरू आउँछ अब बिस्तारै त्यस्तो छ डेली लाइफ बिजी नाइस केही कुरा सोच्नु छैन बिजी भयो भने जस्ट मान्छे फ्री भयो भने धेरै कुरा सोध्छ नि त दिमागमा बिजी भयो भने केही पनि सोचेदैन गयो ब्याक टु वर्क ब्याक टु होम खाना खाऊ आराम गर फेरि आऊ काम गर कहिले काहीँ बिदा हुन्छ त्यो बिदाहरू कतै जान छ भने निस्क्यो फ्यामिली टाइम हरेक कुराहरू त्यस्तै छ अझै अब 20-25 मिनट ट्राभल गरेछु अब 1 घन्टा छ ठ्याक्क 6 बजे एस्टिमेटेड टाइम छ 6 बजे घर पुगिन्छ फाइनल्ली अब चाहिँ 13 मिनटमा आइन्छ 5:55मा घर पुग्ने भनेर देखाइरहेको छ अनि थकित मुद्रामा ड्राइभ गरेर घर फर्किँदै म पनि अरू सब ठिक छ स्टिल उज्यालै छ अरू बेला विन्टरमा भयो भए अँध्यारो भइसक्यो यतिखेर अहिले उज्यालै छ 13 more minutes 13 मिनटपछि घर सुन्दै घर जाँदै होला 1.5 घन्टाको ड्राइभले चाहिँ अलिकति थाके नै त्यस्तै छ ठिक छ थोरै जाम भएर ढिला भयो अब 2 मिनटमा आइपुग्छ 6:30 नै बज्यो आज भने चाहिँ अराउन्ड 2 आवर्स चाहिँ लाग्यो एकदम खतरा होला ट्राफिक पऱ्यो
एकदम नाइस छ, एकदम नाइस, गुड वेदर। अब घर आइपुग्यो। अब काम भनेको खाना खाने, लन्च हाल्ने अनि सुत्ने, द्याट्स इट। आजको डे यत्तिकै एन्ड हुन्छ। यो चाहिँ मैले मेमोरीको लागि बनाएको। आजको दिनमा लाइक हिजोको दिनमा मैले चाहिँ बिहान यतिखेर उठ्थेँ, यति घन्टा काम गरेर आउँथेँ गर्थेँ र मेरो डेली लाइफ यस्तो थियो भनेर जस्ट फर माई फ्युचर मेमोरीको लागि बनाएको भिडियो हो, ताकि भोलिको दिनमा हेर्नु मजा आओस् न म यस्तो थिएँ भनेर। भोलिमा चाउरिउँला, बुढो हुँदै जाउँला, तर यादहरू ताजै रहन्छ नि त, यति भयो। ओके, अहिलेलाई राख्छु। अब म घर पनि आइपुगेँ, फेरि पछि बनाउँछु अब फेरि थोरै भिडियो।